यो किराले यो बाँसलाई मजाले टोकेर कस्तो मजाले झार्छ भने त्यहाँ अघि टोकेर गर्थ्यो हामीले यहाँनिर हामीले अघि यसलाई उडाइदिएर भगाइदिएको थियौँ अनि फेरि त्यही ठाउँ खोजिरहेको छ टोक्नको लागि आउँछ फेरि भेट्यो ल त्यहाँ त्यसले टोक्न सुरु गर्छ त्यो मजाले टोकिसक्यो ल वास्तव यस्तो छैन केही डर छैन मोबाइलै लिएर जानु ओन्ली फोकस यो जाऊ यत्रो कुरो टोक्दै यत्रो ठुलो झारिसकेको थियो यस्तो मेहनतको फल मिठो हुन्छ भने यसले एकछिन मजाले टोक्नु पायो होइन पाल पारिदिन्छ भाँची नै बनाउला जस्तो त्यसले टोकेर है के मन भएको नि फेरि यसलाई यसले जसरी हुन्छ यसले पाल मात्रै पार्ने हो कि फेरि भित्र छिरेर बस्ने हो नि यहाँभित्र धुलो मजा जान्छ खतरा है यत्रो किराको कत्रो तागत होला त बाँस छोरो किरा हेरे कि हो किरा हेरे कि के हेरे कि उसको ध्यान पनि यसैमा छ ओहो कस्तो फोकस गरेर हेरेको छोरो तिमीले तिम्रो पुरै फोकस छ होइन त